आदरणीय दर्शक महानुभावहरू, यहाँहरूलाई म हार्दिक नमस्कार टक्राउन चाहन्छु र हामीले यस मिथिला टेलिभिजन मार्फत विभिन्न खालका बहस कार्यक्रम सञ्चालन गरेको कुरा यहाँहरूलाई विदितै छ र आजबाट हामीले यो कृषि प्रधान देश, कृषिमा आधारित देश, त्योसँग सम्बन्धित कृषि बहस पनि आजबाट हामीले सञ्चालनमा ल्याएका छौँ र यहाँहरूलाई यो कृषि बहस कस्तो लाग्छ पक्कै पनि यहाँहरूले हेरेर कमेन्ट गरिदिनको लागि म हार्दिक अनुरोध गर्दै र हामीले यो कृषि बहस सञ्चालनको लागि एकजना यस्तो व्यक्तित्व यहाँ भित्राएका छौँ र उहाँले हाम्रो निमन्त्रणालाई जुन स्वीकार दिनुभयो, उहाँले चाहिने मनन गरिदिनु भयो र उहाँ उपस्थित भइदिनु भयो, त्यो नै हाम्रो लागि एउटा गर्वको कुरा हो। र अब मैले उहाँको परिचय गराउनुभन्दा पहिला हाम्रो मुख्य उद्देश्य, मिथिला नेपाल टेलिभिजनको मुख्य उद्देश्य के हो भन्दा, जस्तै मिथिला नेपाल टेलिभिजन सबैका लागि, सधैँका लागि। मिथिला नेपाल टेलिभिजन हिमालका लागि, तराईका लागि, त्यस्तै गरेर मिथिला नेपाल टेलिभिजन मेचीका लागि र महाकालीका लागि। मिथिला र नेपाललाई जोड्नको लागि मिथिला नेपाल टेलिभिजन यो हाम्रो मुख्य उद्देश्य हो र पेसाका हिसाबले, धर्मका हिसाबले, संस्कृतिका हिसाबले, चाडपर्वका हिसाबले हाम्रो पहिचान विविध खालको छ। यो सबैलाई जानकारी भएकै कुरा हो र त्यो विविध पहिचानलाई हाम्रो सम्पत्ति बनाउनको लागि र त्यो सम्पत्ति सबैलाई आपनत्व फिल गराउनको लागि मिथिला नेपाल टेलिभिजन हामी त्यसैमा समर्पित हुनेछौँ। यो हाम्रो प्रतिबद्धता हो र मैले आजको व्यक्तित्वको बारेमा अब यहाँहरूलाई जानकारी गराउँदैछु र एउटा विशेष गरेर आफ्नो क्षेत्रको विशेषज्ञ मात्रै होइन, उहाँ आफ्नो क्षेत्रको एउटा एउटा क्रिएटिभिटी, नयाँ सृजनशीलता देखाउन सक्षम व्यक्तित्व र उहाँलाई वैज्ञानिकको रूपले पनि हामी परिचित गर्छौँ। उहाँ वैज्ञानिकको रूपमा उहाँ चिर परिचित व्यक्तित्व हामीसँग आज आउनुभएको छ। विशेष गरेर मिथिला नेपाल टेलिभिजनद्वारा सञ्चालित मिथिला बहसको उद्घाटन गर्नको लागि, बहस मार्फत उद्घाटन गर्नको लागि उहाँ आइदिनु भएको छ र उक्त व्यक्तित्वलाई मैले धेरै धेरै धन्यवाद दिँदै अब म उहाँको परिचयमा जाँदैछु। उहाँ हुनुहुन्छ कृषि वैज्ञानिक टेकबहादुर गुरुङ। अब उहाँले पक्कै पनि उहाँका अनुभवहरू हामी यस मिथिला नेपाल टेलिभिजनबाट यहाँहरूमा सम्प्रेषण गर्दैछौँ। कस्तो लाग्छ त्यसको लागि कमेन्ट गरिदिनु होला। कमेन्ट गर्नको लागि हाम्रो युट्युब हो एमटिभी नेपाल 4K, एमटिभी नेपाल 4K लाई सब्स्क्राइब गर्दै त्यसमा कमेन्ट लेखिदिनु होला, किनकि यदि यो मुलुक अड्काउने जुन चापी छ भने, तालचा छ भने यहाँको कमेन्ट एउटा चापीको चाहिने कार्य गर्न सक्छ र हाम्रो अनुरोध छ त्यो अड्काएको, लक गरेको तालचालाई यहाँको चापीले खोलिदियोस्। हामी यो शुभकामना व्यक्त गर्छौँ र अब हाम्रो यो निमन्त्रणालाई स्वीकार दिनु भएकोमा मैले हाम्रो टेकबहादुर सरलाई धन्यवाद दिँदै यो कार्यक्रम मार्फत म हार्दिक स्वागत गर्दछु। नमस्कार हिराजी, आज मलाई यो कार्यक्रम कृषि बहसको उद्घाटनमा बोलाउनु हो, यसको लागि हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद सर। जस्तै यहाँ बोलाउन योग्य व्यक्तित्व धेरै मध्येको एउटा हामीले यसरी नै हेरेका थियौँ। हामीले यो कार्यक्रम अलि पहिल्यै पनि हामीले उद्घाटन गर्ने सोचमा पनि थियौँ, तर यो विविध यो कोरोनाको केसले जुन सङ्क्रमण बढ्यो, यो एउटा महामारी बढ्यो, यो लकडाउनले अब हामी यहाँलाई चाहिने प्रस्ताव गर्न पनि सकिएन, किनभने यहाँ जस्तो एउटा विद्वत्व वर्ग फेरि हामीले बुझ्दा पनि हामीले यहाँलाई निमन्त्रणा गरिदियौँ भने यहाँ अप्ठ्यारो आउँछ भन्ने हामीलाई चाहिँ महसुस भएकै कारणले यहाँकै लागि यो उद्घाटन गर्नको लागि हामीले कार्यक्रम पनि अलिकति थाँती राखेका थियौँ। सर आज आइदिनु भयो, धन्यवाद। अब विशेष गरेर मैले सरसँग अब कुन विषयमा म चर्चा गर्न खोजेँ भन्दाखेरिमा, जस्तै अब यहाँ एउटा वैज्ञानिक अगाडि मैले उच्चारण गरिसकेँ र वैज्ञानिक भनेको यो सुरुवातको अन्तिम जुन एउटा सबैभन्दा माथिल्लो एउटा चाहिँ चरण हो र सर त्यहाँ पुग्नु भयो। अब अलिकति यो वैज्ञानिक प्राप्तिको लागि सरकार चाहिँ पहिलाका पूर्वाधारहरू पनि हामीले चाहिँ हाम्रा आम दर्शक महानुभावहरूलाई, जबकि यस्तै वैज्ञानिकहरू पनि जन्मन्छन् कि यहाँका अनुभव चाहिँ सेयर गरिदिनु भयो भने त्यस हिसाबले यहाँको अनुभव अलि छोटोमा राखिदिनुहोस् न सर। हस् हिराजी, म
स्याङ्जा जिल्ला पक्कै पनि म जन्म भयो मेरो हजुर। पहाडी जिल्ला हो हजुर अनि त्यही बारकोटमा प्रारम्भिक शिक्षा त्यही प्राइमेरी स्कुलमा 2-3 क्लाससम्म त्यही पढेँ हजुर हजुर तर चाहिँ बुवा इन्डियन आर्मीमा हुनुहुन्थ्यो हजुर त्यसबाट चाहिँ फेरि मलाई चाहिँ अलिकति उता इन्डियाको चाहिँ विभिन्न ठाउँमा गएर हजुर। शिक्षा हासिल गर्ने मौका वातावरण मिल्यो। मिडल स्कुल त्यसपछि हाई स्कुल एसएलसी हजुर आइएससी हजुर बिएससी एमएससीसम्म म चाहिँ अब कलकत्ता दार्जिलिङ हजुर हजुर अनि देहरादुन हुँदै हजुर, हजुर। गोरखपुरमै फेरि चाहिँ त्यहाँ पढ्नको लागि हजुर। बसेँ हजुर अनि त्यहीँबाट चाहिँ मास्टर्स गरेँ हजुर, गोल्ड सर। मेडलिस्ट थिएँ ए हजुर सर म आफ्नै ब्याचको हजुर हजुर अनि त्यसपछि चाहिँ माछा पढेँ हजुर त्यहीँ बस्दा पहिला पनि त्यहाँ विद्यार्थीहरू गएको रहेछ हजुर अनि नेपालबाट उनको चाहिँ फोटो त्यहाँ भित्तामा देखेको हुनाले हजुर हजुर चाहिँ मलाई पनि त्यहाँबाट चाहिँ एउटा प्रेरणा प्राप्त भयो भनेपछि नेपालीहरू पनि यहाँ पढ्न आउँदा रहेछन् भन्ने प्रेरणा जाग्यो यहाँ पर हजुर आउने रहेछ त ऊ पनि पहिला चाहिँ हाम्रो उहाँको नाम लिनु चाहन्छु प्लिज चाहिँ हाम्रो श्री कृष्ण गोपाल राजवंशीज्यू हजुर हजुर त्यहाँको फ्याकल्टीमा र उहाँले पनि आउटस्ट्यान्डिङ बडा गतिलो काम गरेको हजुर चाहिँ त्यो बेलामा पनि म कृषि भन्दा पनि चाहिँ माछाप्रति मेरो चाहिँ विशेष रुझान रहेको र माछा हजुर। विकास अधिकृतको रूपमै प्रवेश गरेको हुनाले पनि हजुर। उहाँ चाहिँ एउटा वास्तवमा अहिले हुनुहुन्न उहाँ हजुर, हजुर। तैपनि चाहिँ भन्नाले उहाँको देहावसान भइसकेको छ तर उहाँको पनि चाहिँ यो नेपालको जुन माछाको आधुनिकीकरण हजुर। गर्नमा उहाँको पनि ठुलो योगदान थियो हजुर, हजुर, उहाँको पाइलाहरू नै हामी चाहिँ हेर्दै अगाडि बढेका चाहिँ हौँ हजुर। त्यसपछि चाहिँ म यहाँ नेपालमा फर्किएँ चाहिँ र चाहिँ एउटा सहायक मत्स्य विकास अधिकृत भन्ने चाहिँ हजुर, हजुर। चाहिँ म चाहिँ प्रवेश गरियो हजुर, लोकसेवा आयोग पनि पास भइहाल्यौँ हजुर। त्यसपछि 2-4 वर्ष जति म चाहिँ कृषि विभाग कृषि मन्त्रालयमै रहेँ हजुर अनि अनुभव गर्दाखेरि चाहिँ देशमा नौला आयामहरू स्थापना गर्नको लागि हजुर। यो देशको जुन क्लिष्ट धरातलीय विशिष्टता छ हजुर हजुर जो कहीँ अरू मुलुकमा कहीँ पनि छैन हजुर 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 एभरेस्ट हजुर सगरमाथा कहाँ हुन सक्छ हजुर हजुर कहीँ खोजेर पाइन्न त जुन तरिकाको चाहिँ एउटा सानो दायराभित्र हजुर हजुर पूर्व पश्चिम हजुर। उत्तर दक्षिण हजुर। यो घेराभित्रको जुन धरातलीय जुन चाहिँ विविधता छ हजुर हजुर यसलाई सम्बोधन गर्न र यो कृषिमा विशेष चाहिँ यसलाई चाहिँ योगदान गर्ने हो भने हजुर अनुसन्धान हजुर आफ्नो परापूर्वको ज्ञानको हजुर सम्मिश्रण हजुर र त्यो भूगोल सुहाउँदो विज्ञान हजुर हजुर नल्याएसम्म कृषिको विकास हुन्न हजुर हजुर भन्ने सोचको विकास भयो यहाँभित्र यहाँलाई हजुर अनि त्यही बेला ठ्याक्कै यो नेपाल कृषि अनुसन्धान परिषदको पनि गठन भइरहेको थियो तत्कालिक समयमा नै तत्कालिक समयमै हजुर, हजुर। म 39-40मा चाहिँ प्रवेश गरेँ हजुर। 50तिर चाहिँ नार्ग बन्यो हजुर त हो न हो चाहिँ केही धेरै ठुलो त के गर्न सकिएला हजुर। तैपनि केही चाहिँ प्रारम्भिक चरणका जो कुरा अघि भन्नुभयो हजुर। त्यो कुरालाई चाहिँ सायद गर्ने हो भने केही नौला कुरा चाहिँ चाहिन्छ र त्यस्ता कुराको चाहिँ एउटा फ्युजन हजुर। गरेर मात्रै अगाडि बढ्यो भने बल्ल कृषिको भलो हुन्छ भनेर चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा वैज्ञानिक रूपमा पदार्पण गरेँ पक्कै पनि त्यहाँबाट चाहिँ केही अवसर पनि पायो जापानमा हजुर। चाहिँ मैले चाहिँ यो पिएचडी गर्ने मौका पाएँ हजुर हजुर त्यसपछि चाहिँ फेरि कामकै दौरानमा विभिन्न कामहरू गरेँ त्यसमा चाहिँ मैले विशेष गरी माछा हजुर। र चाहिँ यो तालको सम्वर्धन कसरी गर्नुपर्छ हजुर, हजुर। रेनबो ट्राउट माछा हजुर, हजुर। को चाहिँ को प्रविधि कसरी भित्राउने हो हजुर, भन्ने सोचहरू वास्तवमा चाहिँ त्यहाँ भयो बिग्रिएको तालहरू पर्यावासलाई चाहिँ कृषिको मद्दतले हजुर। कसरी चाहिँ विस्तार गर्न सकिन्छ हजुर हजुर यो चाहिँ जुन चाहिँ अब हाम्रो चाहिँ सानातिना जुन मसिना चाहिँ किसानहरू छन् हजुर हजुर यिनलाई चाहिँ के माध्यमद्वारा चाहिँ सङ्गठित गरेर सशक्तिकरण कसरी गराउन सकिन्छ भन्ने कुराहरूमा सहकारीको व्यवस्था गरेँ हजुर यो अहिले चाहिँ रूपाताल मत्स्य पालन सहकारी भनेको हजुर हजुर यो मुलुककै सबैभन्दा ठुलो कृषि सहकारी हो हजुर 870 जना घरधुरीहरू त्यसमा चाहिँ सम्मिलित हुनुहुन्छ बिग्रेको ताललाई चाहिँ संरक्षण गरेर त्यसबाट माछा उत्पादन गरिरहेको छ अहिले करिब करिब 2 करोड रुपियाँ वार्षिक आम्दानी गर्छन् रूपाताल त्यहाँको चाहिँ लोकेसनले त्यो भयो अब यो रेनबो ट्राउट माछाको बारेमा सुन्नु भएकै छ हजुर हो 30 वटा चाहिँ अब पहिला हामी रेनबो ट्राउट माछा नआउन्जेलसम्म देशमा चाहिँ माछा चाहिँ 22-23 जिल्लामा मात्रै हुन्छ भन्थ्यौँ अहिले 77 जिल्लामा
को चाहिँ सम्पूर्ण किसान दाजुभाइहरूलाई त विस्तार हुँदैछ जो पाइप परेको चाहिँ माछा पालन गर्न सक्नुहुन्छ। त यो कृषिभित्रै कोही एउटा चाहिँ एउटा नयाँ आयाम र त्यही गरिकन चाहिँ माछामा चाहिँ यो सहर माछा हराउँदै गइरहेको छ। यसलाई चाहिँ संरक्षण गर्ने, यसको चाहिँ कृत्रिम प्रजनन कसरी गराउन सकिन्छ पोखरीमा पालिएको सहरको भन्ने प्रविधिको विकास आदि। त्यसपछि म चाहिँ फेरि गएर चाहिँ पशुतर्फ अनुसन्धानमा पनि काम गर्ने मौका पाएँ एज ए निर्देशक साइन्टिस्ट भन्दा पनि अलिकति व्यवस्थापकीय तहमा। त्यहाँ पनि यो सर्वप्रथम सायद मलाई लाग्छ राष्ट्रिय स्तरको बाख्राको चाहिँ एउटा ठुलो कार्यशाला गोष्ठी गऱ्यौँ। बङ्गुरको पहिलासम्म चाहिँ बङ्गुर पालन गर्ने किसान म बङ्गुर पालन गर्छु, म बङ्गुरको किसान हो भन्ने हिचकिचाउँथ्यो। हो त्यो आत्मबल हुन्थेन। हाम्रो विभिन्न यहाँ जुन जकडन छ त्यो सोच छ त्यो भन्ने उनमा आँट हुने थिएन। हामीले चाहिँ एउटा उनको चाहिँ राष्ट्रिय भेला गरेर एउटा पदार्थ समिति बनाइदियौँ। त्यसपछि त बडा सगर्व उहाँले भन्न सुरु गर्नुभयो मसँग 200वटा बङ्गुरको मालिक हो। अनि अहिलेको चाहिँ युवा वर्गलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। जुन तरिकाको कुण्ठा पारम्परिक सोच यो गर्दाखेरि चाहिँ त मान्छेले नराम्रो भन्ने हो कि भन्ने कुरो जो कुण्ठा थियो अहिलेको युवा त्यो कुण्ठा रहित छ। सबैले यसलाई चाहिँ एउटा प्रतिस्पर्धी रूपमा लिएर पढा लेखाका वाणिज्य शास्त्रमा मास्टर गरेका पिएचडी गरेका साथीहरूले बङ्गुर पाल्न सुरु गर्नु पर्यो। बाख्रा त्यस्तिकै चाहिँ फस्टेर आयो, दुधको चाहिँ कुराहरू आइरहेको चाहिँ छ हैन। अब यी सबै कुराहरू त्यसपछि म अन्नमा पनि मेरो चाहिँ हिस्सामा पर्न गयो खाद्यान्न बालीतर्फ। त्यसमा पनि चाहिँ अब विशेष गरी चाहिँ यसका चाहिँ मूलभूत समस्याहरू छन् कृषिमा। त्यसमा पनि चाहिँ विशेष गरी चाहिँ अब यो खाद्यान्नमा यो आत्मनिर्भर हुनु पर्यो बाबा। पहिला त बाँकी कुरा त छोडौँ, पहिला खाना त सबैलाई पर्यो भन्नेतर्फ यसको चाहिँ मूलभूत समस्यातिर गएर हेर्दाखेरि अब सिँचाइको समस्या छ, अनि चाहिँ हजुरको यातायातको आदिको समस्या छ, मलको समस्याले पिरोलिरहेको छ किसानलाई। यो किरा फटेङ्ग्राले चाहिँ त्यतिकै चाहिँ के खाइदिन्छ। नाना थरीको किराले प्रवेश गरेर चाहिँ अहिले सलाह किराको कुरा गर्दै थियो। अनि त्यसै गरेर यो अमेरिकन के फौजी किराको चाहिँ कुरा छ। अनेक थरीका चाहिँ समस्याले चाहिँ छ। यिनै मध्येमा पनि चाहिँ सोच के बनायो भने सर्वप्रथम त यो बिउको क्वालिटी, बिउको आपूर्ति राम्रो खालको बिउ चाहिँ दिन सकेको खण्डमा भए पनि खाद्यान्नमा केही हदसम्म आत्मनिर्भर हुन सक्छौँ भन्ने सोचलाई चाहिँ अझै त्यसलाई ध्यान दिएर चाहिँ विभिन्न खालको प्राइभेट कम्पनीहरूलाई म आफैले त स्थापना गर्नु सकेन, तर जो स्थापित भएका थिए किसानहरू उहाँलाई चाहिँ अझ बढी चाहिँ शक्ति दिनको लागि, उहाँलाई पावर गर्नको लागि चाहिँ केही काम गरेको जस्तो अनुभूति हुन्छ। पक्कै पनि सरलाई धेरै धेरै धन्यवाद। अब मैले एउटा सरले यहाँका अनुभवहरू सेयर गर्नुभयो, अनि अलि म फेरि पछाडि नै गएर अलिकति जिज्ञासा लिन खोजेँ। जस्तै यहाँले के भन्नु भने मास्टर डिग्री यहाँले गर्दै गर्दाखेरिमा यहाँ चाहिँ नि एउटा युनिभर्सिटीको उहाँ चाहिँ नि यहाँ गोल्ड मेडलिस्ट भएको कुरा यहाँले कुरा गर्नु पनि भयो, जुन त्यसमा पनि एउटा विशाल देश भारत। अनि त्यहाँबाट जुन यो यहाँ एउटा गोल्ड मेडलिस्टलाई के खालका त्यस्ता प्रस्तावहरू पनि आएका थिए कि अब सरलाई त्यो के कुराले आकर्षण गरेन अथवा के भयो यसको बारेमा पनि राखिदिनुहोस् न सर। अब त्यस्तै त अब केही पनि थिएन। जाने बित्तिकै चाहिँ अब म कृषि विभागमा सम्पर्क गर्दाखेरि त्यो बेला चाहिँ जब चाहिँ म त्यहाँ नेपालमा फेरि पुनः फर्किँदाखेरि अरू ठाउँमा नगएर त यो मान्छेलाई चाहिँ यहीँ राख्नुपर्छ भन्ने खालको चाहिँ मेसेजहरू चाहिँ मलाई आयो। भन्नाले सम्बन्धित जस्तै भारतबाट पनि हजुर त्यो बेला पनि थियो। तर चाहिँ हाम्रो जुन बेलामा चाहिँ भर्खर चाहिँ युवा अवस्थामा मास्टर्स गरिरहेको चाहिँ थियौँ त्यो बेला अहिलेको अवस्था थिएन। धेरै कम सङ्ख्यामा चाहिँ विदेश जाने चाहिँ अपर्च्युनिटी बन्द थियो। अहिले त एक प्रकारको चाहिँ खुला मार्केट जस्तो छ। युवाहरू चाहिँ कोही पनि प्रतिभाशाली छन् होइन, अब कोही चाहिँ जान चाहने इच्छा छ, कन्ट्याक्ट छ भने चाहिँ जान सकिन्छ। तर त्यो बेला त्यति अझै खुलिसकेको चाहिँ अवस्था थिएन। हजुर हजुर
अनि जुन यहाँले त्यो जुन भारतबाट जुन यहाँले मास्टर डिग्री गर्दै गर्दाखेरिमा एमएससी गर्दै गर्दाखेरिमा पक्कै पनि यहाँको एमएससी एजी नै होला एमएससी जुवालोजी हो मेरो एमएससी जुवालोजी प्राणीशास्त्रमा माछामा विशेषता हो अनि यहाँ चाहिँ नि गोल्ड मेडलिस्ट हुँदै गर्दाखेरिमा उनीहरूले पनि केही प्रस्ताव अथवा नजाऊ यस्तो केही त्यस्तो केही त्यो प्रस्ताव ल्याए कि ल्याएन भनेका थिएन थुप्रै अब त्यस्तो अब घर व्यवहार जस्तो कुरा हुन्छ मैले चाहिँ मेरा साथमा चाहिँ 3-4 जना मेरा चाहिँ बहुतै अन्तरङ्ग मित्रहरू पनि थियो भनेपछि विश्वविद्यालय पढ्दै गर्दाखेरि अब म चाहिँ फर्स्ट आउँथ्यो भने उनीहरू चाहिँ तेस्रो चौथो आउँथ्यो त घरमा पनि आउने जाने हुन्थ्यो उनीहरूको घरमा त उनको बुवा एकजना चाहिँ वकिल हुनुहुन्थ्यो मेरो साथीको त म चाहिँ उतै इन्डियातिर आइएएसको रूपमा या आइपिएसको रूपमा इक्जाम दिएर उतैतिर चाहिँ रहन्छु भन्ने चाहिँ धेरैको कल्पना थियो उहाँका साथीहरूमा तर एकाएक जब मैले चाहिँ नेपालमा फर्किँदैछु भन्दाखेरि उहाँलाई चाहिँ ठुलो झट्का लागेको रहेछ जस्तो त उहाँले के भन्नुभयो भने कि अरे किन जाने यो टेकबहादुर किन जान्छ देशमा यत्रो चाहिँ हिन्दुस्तान इन्डियामा यो समुद्र छोडेर नेपालको चाहिँ कुवामा पस्न जाने सम्झौतालाई भनेर चाहिँ मेसेज चाहिँ आएको थियो त्यो अहिलेसम्म पनि मलाई चाहिँ कता कता चाहिँ दिमागमा खेलिरहेको छ त्यो कुरा भन्नाले हामीले चाहिँ नि समुद्रमा पौडी खेल्न सिकाउँदैछौँ तर समुद्रमा पौडी खेल्न सिकाउँछौँ भन्दाखेरिमा टेकबहादुर गुरुङ चाहिँ नि पोखरीमा पौडी खेल्न जान खोज्दैछ त त्यस्तो खालको समय चाहिँ कमेन्ट आएको थियो उतैतिर बसोस् होइन भन्ने चाहना चाहिँ साथीहरूको थियो अनि मलाई के लाग्छ भने त्यतिखेरको जुन त्यो जुन व्यक्त भएका कुराहरू हुन्छ नि सर अनि अहिले यहाँ आएर यहाँले सेवा गरेका कुराहरू त्यो चाहिँ स्मरण गर्दै गर्दाखेरिमा मैले ठिक गरेँ कि बेठिक गरेँ यहाँले कस्तो के सोच्दै हुनुहुन्छ हजुर अब अहिले त चाहिँ मैले अति उत्तम काम गरेँ भन्छु हजुर हो कुरा गर्दाखेरि फेरि अलिकति त्यो सैद्धान्तिक कुरा जस्तो भएर जान्छ हजुर तर चाहिँ वास्तवमा देशको लागि यस्तो खालको चाहिँ सोचको विकास यसको खालको चाहिँ एउटा वातावरणको विकास गर्नु जरुरी छ जो कुनै एउटा वैज्ञानिक हुने कुनै महत्त्वाकांक्षा पालेर प्रतिभाशाली छन् भने त्यस्ता चाहिँ प्रतिभाहरूले जीवन पर्यन्त यही माटोमा बसेर काम गरेन भने ती कामहरू अधुरा हुन्छन् पक्कै पनि हो एउटा सम्पूर्ण चक्र पुरा गर्नको लागि सायद मलाई लाग्छ ती प्रतिभाहरू उसको इन्टरकनेक्सन त अन्तर्राष्ट्रिय जगतमा हुने नै भयो तर उसको पनि मूल चाहिँ एउटा धुरी खुट्टो मजबुतीका साथ नेपालको माटोमा गडेको हुनुपर्छ भन्छु पक्कै पनि हो र भनाइ नै छ एउटा जननी जन्मभूमि स्या स्वर्गदपि गरियासी पनि भन्ने गरिन्छ पक्कै पनि एउटा राष्ट्रप्रेमी राष्ट्रभक्त व्यक्तित्वले यो राष्ट्रको माया गर्नुपर्छ र यो राष्ट्रको माया गरेर जुन उहाँको भनाइ छ खुट्टो नेपालमा जहाँसुकै गएको पनि एउटा खुट्टो नेपालमा गड्नुपर्छ यो उहाँको भनाइ भनेको एउटा राष्ट्रभक्ति भाव यसरी प्रकट भएको फेरि म यहाँसँग चाहिँ नि जोडिँदैछु अब जस्तै यहाँले अगाडि व्यक्त गर्नुभयो म 2039 सालबाट म एउटा चाहिँ नि सेवामा प्रवेश गरेँ र प्रवेश 39 सालमा सर गर्नुभयो अनि लगभग यो 75मा सर चाहिँ नि 75 कि 76 मै यही वैशाख हो 76 माघदेखि चाहिँ म निस्केँ 76 माघमा सर निस्कनु भयो भनेपछि यसो हेर्दाखेरिमा लामो अनुभव सरको चाहिँ नि छ यो क्षेत्रमा सेवा अवधिमा भन्ने मैले अनि यो सेवा अवधि गर्दाखेरिमा अब विविध खालका कुराहरू हुन्छन् नि सर त्यहाँभित्र अनि यहाँका अनुभव कस्ता रहे अलि स्मरण गर्न योग्य अनुभव मात्रै अहिले हामी सेयर गर्छौँ समय अवधिको हिसाबले 36-37 वर्ष भनेको वास्तवमा लामो हो धेरै चाहिँ अब यसमा धेरै पानी बगिसकेको हुन्छ पक्कै पनि हो तर मलाई अहिले पनि के लाग्छ भने
36 वर्षको चाहिँ लामो सेवा गऱ्यौँ, हजुर धेरै काम गर्नु सकिएन। हजुर हजुर किन गर्न सकिएन भन्दाखेरि वातावरण, हजुर यो हाम्रो यो जुन मेरो आफ्नो पिँढीको कालखण्ड हजुर हजुर भित्र अन्तर द्वन्द्वमा, हजुर हजुर यहीँभित्र कहिले चाहिँ के जनयुद्ध भनिएको छ, कहिले चाहिँ संविधान संशोधन भनिएको छ, कहिले नाकाबन्दी भन्यो, कहिले हजुरको भूकम्प भन्यो, कहिले यो कोरोना भनिएको छ। अहिले कोरोना त मैले झेल्नु परेन मेरो कार्यकालमा। त यी जो चाहिँ विभिन्न खालको चाहिँ यो समयलाई चाहिँ एउटा हामीलाई चाहिँ यो ठिक्क सौम्य तरिकाले हिँड्ने जो वातावरण पाएनौँ नि, एक प्रकारले मैले अघि चाहिँ 2-4वटा मैले चाहिँ गरेका कुराहरू प्रकाश पार्यौँ। तर एउटा चाहिँ अर्को चाहिँ ठुलो चाहिँ एउटा पीडाबोध के हो त भन्दा हाम्रो जेनेरेसनका मान्छेले नवागन्तुक युवा पिँढीका लागि धेरै रोजगारी सिर्जना गर्न सकेनन्। त्यो पीडा जहिले पनि रहनेछ। अझै चाहिँ यो जुन 36-37 वर्षको जुन कालखण्ड पुरा छ, सबै काम गर्नु पाए त अझै बढी सायद यो चाहिँ रोजगारी सिर्जनामा पनि कृषिको मार्फतबाट पनि हैन धेरै योगदान गर्न सकिन्थ्यो होला। तर गर्न सकिएन, विभिन्न जुन अघि नै मैले भने वातावरणले दिएन। त्यस कारणले पनि अझ जुन चाहिँ अब यतिका चाहिँ 2-4 जना होलान्, तैपनि जुन स्ट्रक्चर देशको चाहिँ यो चाहिँ कृषिको विकासको लागि, उत्थानको लागि जस्तो खालको चाहिँ संयन्त्र हुनुपर्ने हो, त्यस्तो खालको त्यो दिशामा पनि चाहिँ जान सकिएन। कस्तो खालको जनशक्ति चाहिन्छ त यो कृषिको उत्थान गर्नको लागि भन्नेतर्फ पनि चाहिँ केही कदमहरू उठाइएको थियो। त्यसलाई पनि चाहिँ पूर्ण चाहिँ त्यसलाई चाहिँ एउटा परिपक्व स्थितिमा चाहिँ ल्याउन सकिएन भन्ने खालका पीडाहरू पक्कै पनि छ। भोगाइहरू यिनै हुन्। गर्न सकिने एउटा अझै चाहिँ राम्रो खालको चाहिँ अनुभव, पहिला त अझै चाहिँ सबैलाई चाहिँ विद्या आर्जन गर्नलाई पनि प्रतिबन्ध थियो जस्तो मान्छु। बढी स्वतन्त्र ढङ्गले पढुन् भन्ने खालको चाहिँ थिएन। तर अहिले जब बिस्तारै चाहिँ खोकुलो पनि आयो, पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ भन्ने खालको जुन वातावरणको विकास भयो, यसले एउटा चाहिँ राम्रो कुरा सायद के पथ प्रदर्शन गरेको छ भने नेपाली प्रतिभाहरूलाई अवसर दिएको खण्डमा यो चाहिँ विश्वको कुनै अन्य प्रतिभा भन्दा कदापि कम छैन। भन्नाले त्यो तागत, त्यो क्षमता राख्ने नेपाली भूमिमा त्यस्ता व्यक्तिहरूको जन्म भइराखेको छ भन्ने यहाँको चाहिँ नि पुरा पोटेन्सियलिटी छ, पुरा अपर्च्युनिटी छ, पुरा त्यस्ता चाहिँ प्रतिभाहरूलाई यहाँ प्रस्फुटन भइरहेकै पनि हो, पहिला पनि भइरहेकै पनि छ र हुन्छ। मुख्य चुनौती भनेको त्यो प्रतिभाहरूलाई यो देशले वातावरण दिनु पर्यो, रिटेन्सन गर्न सक्छ कि सक्दैन, आफ्नै लागि आफ्नै हितमा प्रयोग गर्ने क्षमता हासिल गर्छ कि गर्दैन। राज्यले त वातावरण बनाइदिने कि नबनाइदिने? जबकि पुरा यसमा चाहिँ उहाँहरूमा चाहिँ हाम्रो जुन युवा साथीहरू आइरहेको छ, यसमा चाहिँ त्यो प्रतिभा ले भरिभराउ छ। त्यसलाई प्रयोग कसरी गर्ने हो भन्ने चाहिँ तर्फ चाहिँ सायद हाम्रो आगामी दिनको सोच हुनुपर्छ। पक्कै पनि। अब मैले सरसँग जस्तै अगाडि यहाँले भनि नै हाल्नुभयो, लगभग 36-37 वर्ष एउटा लुखुरो केटो मान्छे सेवामा, मैले यसरी भने यसलाई माइन्ड नगर्नु होला हैन त, लुखुरो एउटा केटो मान्छे 36-37 वर्ष त एउटा युग हो। एउटा लुखुरो केटो मान्छे तपाईको चाहिने सेवामा प्रवेश गर्यो र सेतै फुलेर अब तपाईको चाहिने यो कलर दलेर कालो बनाउनु पर्ने भएर त्यहाँबाट निस्क्यो, होइन त सर? त्यो यहाँ भए पनि त्यही हो, म भए पनि त्यही हो, एबीसीडी जो भए पनि त्यही हो। अब यो अनुभवमा 36-37 वर्षको अनुभवमा मैले यो चाहिँ नि गर्न सकिन भनेर, त्यस्ता चाहिँ नि गर्न नसकेकोलाई यदि वातावरण मिलिदिएको भएदेखि मैले यो गर्न सक्थेँ भनेर त्यस्ता चाहिँ नि गर्न सक्ने कुराहरू के कुराहरूले सरलाई अलिकति यो पिङ गर्छ सर? त्यो पनि यही हो। अब चाहिँ भने अब धेरै पर जान्न, कृषिभित्रै अन्तर्निहित रहन्छु। जस्तै विशेष गरेर म त्यही क्षेत्रमै युवाहरूलाई रोजगारी सिर्जना गर्नु नसकेको एउटा कहीँ न कहीँ एउटा हीनताबोध,
एउटा कहीँ न कहीँ चाहिँ पीडा छ भन्ने जुन भन्यौँ नि हजुर त पक्कै पनि अवसर पाएको भए हजुर। यो कृषिलाई चाहिँ अझै यसलाई परिवर्तन गरिदिने हजुर। यसलाई चाहिँ अझै आधुनिकीकरण गरेर हजुर। ए बाबा यो जुन तपाईँलाई चाहिँ जुन किरा फट्याङ्ग्रा हजुर। विभिन्न रोग व्याधिले तपाईँको फसललाई नष्ट गरिदिन्छ हजुर। यसलाई चाहिँ अझै संरक्षित गरेर यसको उत्पादकता बढाउन सकिन्छ भनेर यसलाई चाहिँ एउटा व्यावसायिक रूप दिने एउटा इन्डस्ट्रियल रूप दिने भएको भए त चाहिँ सायद त्यो जुन अहिले जुन हिंताबोध छ त्यो धेरै टाढिन्थ्यो होला। साथै जुन प्रश्न सोध्नुभयो अब यदि चाहिँ तपाईँले कन्टिन्यू गर्न मौका पाएको भए बा अझै जुन चाहिँ समय जुन खेर गएको थियो त्यसको सदुपयोग गर्नु पाए बा कस्तो खालको सपना देख्नु भएको थियो भन्ने जुन प्रश्न छ त्यसमा फेरि आएँ त सर्वप्रथम त म यो देशलाई चाहिँ आत्मनिर्भर बनाउनको लागि एउटा चाहिँ फर्टिलाइजर एउटा रासायनिक मलको कारखाना खोल्थे ताकि अहिले जो किसानहरूले जो पीडा भोगिरहेको छ तडपिरहेको छ पहिले दिन नभन्दिन्छन् ल्याउने ठाउँबाट पनि यसको लागि म समाधान खोज्थेँ। हजुर हजुर हजुर। दोस्रो सिँचाइको प्रबन्ध मिलाउँथेँ। हजुर हजुर। हैन मिलाउनु वातावरण भइदिएको भए हालाकि गरिरहेको छ तैपनि अझै द्रुततर गतिले यहाँबाट भयो भने यसले पनि ठुलो चाहिँ मलाई जहाँसम्म लाग्छ इन्कम जेनेरेसन अझै रोजगारीको सिर्जना हुन सक्छ। 2-4 वर्ष यस्तो सङ्कटको घडीमा अहिले कोरोनाबाट सङ्क्रमित छौँ कोरोनाको पीडितले चाहिँ अब तडपिरहेका छन् भोलि चाहिँ भुखमरीले तडपिने हो कि भन्ने पनि चिन्ता उत्तिकै छ। हजुर पक्कै पनि त्यसको लागि पनि व्यवस्था गर्ने चाहिँ धेरै फोरमहरूमा कुरा उठाएको चाहिँ छु। हजुर हजुर। सुनिन्न हामी मात्रै करार पनि के हुने हो यो आजै होइन यो सिँचाइको लागि मलको कारखाना खोलिदिउँ भनेर अरूको ठाउँमा पनि भनेकै छौँ विगत भनिआएकै हो भन्नाले त्यसमा हामीले छोडेका छैनौँ निरन्तर हामी चाहिँ लाग्न चाहिँ लागे जागिर छोडे पनि जागिरबाट रिटायरमेन्ट लिए पनि तर कामबाट काम गर्नबाट छुट्या छैनौँ भन्ने। हजुर। अर्को महत्त्वपूर्ण हजुर देशमै चाहिँ 2-4 वर्ष त्यस्तै खालको यस्तै खालको कोरोना जस्तो महामारी अन्य चाहिँ विपत्तिको बेलामा देशवासीलाई खाना खुवाउनु पर्ने दायित्व पनि कृषि क्षेत्रको हो। त्यसको लागि केही नभए पनि 2 वर्षको चाहिँ भण्डारण गर्ने क्षमताको विकास गर्थे। हजुर हजुर। तब न हजुर बल्ल न भन्न सुहाउने हो कि यस हामी अन्नमा खाद्यान्नमा आत्मनिर्भर यो छोडेर म निस्केको थिएँ भन्ने चाहिँ मौका अवसर पाएको भए म अझै मेरो जीवनलाई धन्य मान्थेँ। अब ठ्याक्कै अब सरसँग फेरि मैले अर्को के गरेँ भन्दाखेरिमा यो त यति गर्न पाएको भए मैले गर्व गर्थेँ जबकि हजुरको चाहिने 36-37 वर्ष त्यहाँ काम गर्दै गर्दाखेरिमा यति सकारात्मक सोच भएको व्यक्तित्वले केही नगरेको त पक्कै पनि होइन। यहाँको अनुकूल जुन वातावरण भएन होला विभिन्न खालका त्यहाँ सोचहरू थिए होला यो यहाँले भोगेका कुराहरू परे होइन सर। यति हुँदा हुँदै पनि यस्ता अब्स्ट्याकलहरू हुँदा हुँदै पनि अनि यहाँले यो पिरियडमा आशा लाग्दा र आफूलाई गर्व लाग्दा के कार्यहरू गरेको यहाँले महसुस गर्नुहुन्छ सर? गर्व हुन्छ नि मैले यो काम गरेर चाहिँ गर्व गरेँ गर्व गर्छु मैले यो कार्यबाट गर्व गर्छु मैले भन्ने खालका त्यस्ता 1-2वटा इक्जाम्पलहरू पनि सरले राखिदिनुहोस् न सर। अब त्यही अघि पनि भने फेरि चाहिँ अब विशेष गरी चाहिँ यही अब माछाको क्षेत्रमा चाहिँ अब देशलाई चाहिँ पहिला 23 जिल्लाबाट 77 जिल्लामा हुने भनेर चाहिँ जुन फुक्ने चाहिँ पायो त्यसमा मलाई चाहिँ निकै गर्व लाग्छ एउटा। दोस्रो चाहिँ अब हजुरको जुन यो तालको रूपा तालको जुन सहकारीको माध्यम यी साना साना किसानहरू एउटा चाहिँ सहकारितामा आबद्ध भएर छरिएका किसानहरू सामूहिक खेतीमाबाट म काम गर्छु भनेर गाउँघरमा मिल्न सकेको खण्डमा अझै पनि कृषिबाट चाहिँ ठुलो कायापलट हुन्छ। त्यो जुन चाहिँ 850 जना भने होइन त्यसको चाहिँ रूपाताल सहकारीको स्थापना हुनमा मैले जो योगदान गरेँ त्यसमा पनि मलाई चाहिँ धेरै चाहिँ राम्रो काम गरेँ जस्तो चाहिँ लाग्छ। अब मैले यसैमा एउटा के सरसँग एउटा के जिज्ञासा राख्न लाग्यो भने जस्तै यहाँ चाहिने PhD को लागि जापान जानुभयो। हजुर। अनि जापानमा चाहिने जाँदाखेरिमा यहाँलाई चाहिने केही त्यस्ता चोइसहरू आएका
भन्ने कुराहरू कता कता मैले सुन्ने गरेको थिएँ। अनि त्यो चोइसहरूमा पनि यहाँले एउटा राष्ट्रकै लागि मैले यो भन्दा पनि मलाई यसो गरिदिएदेखि तिमी के कुरामा तिमी तपाईँ के कुरामा गर्व गर्नुहुन्छ र त्यो कुरा तपाईँले राख्नुहोस् भन्ने खालका कुरा गर्दाखेरिमा म व्यक्तिगत रूपमा भन्दा पनि मलाई चाहिँ नि यो जुन मेरो देश नेपालको लागि गर्व गर्ने कुराहरू यो यस्तो भइदियो हुन्थ्यो भन्ने खालका कुराहरू पनि यहाँले राखेको मैले गाईमै कुराहरू सुनेको थिएँ। अब यहाँकै मुखबाट चाहिँ नि मैले मात्र होइन हाम्रो यो दर्शक श्रोतालाई पनि यहाँलाई चाहिँ नि त्यो जानकारी गराएर मैले अनुरोध गरेँ सर। त्यही हो, अब जब जापानमा चाहिँ यो सन् 1987 88को कुरा हो, म चाहिँ त्यही एउटा तालिमको मौका पाएँ सरकारमा काम गर्दाखेरि, नेपाल सरकारमा हुँदा। अनि त्यसैमा चाहिँ एउटा त्यही ट्राउट फार्ममा काम गर्ने केन्द्र अवसर भयो। त्यहाँ चाहिँ अब मान्छे धेरै हुँदैन त्यहाँ, बढी मेसिनले काम गर्ने। त यो चाहिँ म त्यही 27-28 वर्षको हुँदो हो त्यो बेला। अनि त्यो बेला चाहिँ त्यहाँ 5 जना मात्रै कर्मचारी रहेछ। अनि सबैको एभरेज पछि मात्रै मैले क्यालकुलेसन गरेँ, सबैको 45 वर्षको हाराहारीमा उनको चाहिँ सरदर औसत उमेर। यो आएपछि यसलाई काम गराउनु पर्छ भन्ने जस्तो रहेछ, युवा देखेर सिकाउने पनि। अनि भन्ने चाहिँ सायद म उनको धरातलमा खरा उत्रिएँ होला। मजाले काम गरेँ, आफूलाई सिक्नु पनि पर्ने थियो, किनभने मलाई पनि सिक्नु छ नि त। उनीहरूसँग चाहिँ धेरै चाहिँ माझिएर काम गर्दाखेरि चाहिँ र भाषा पनि जापानिज भाषामा अरू देशका पनि थियो, ब्राजिलका, श्रीलङ्काका, अनि 6-7 मुलुकका मान्छेहरू थियौँ। त्यो मध्ये चाहिँ मेरो भाषा ठिक रहेछ, त मलाई त्यही बेला चाहिँ जापानिज भाषामा यो प्रगति रिपोर्ट पढ्दै भन्ने चाहिँ अवसर जुट्यो। अनि त्यसबाट चाहिँ गभर्नरसँग भेट भयो। अनि गभर्नरसँग भेट भेट्दाखेरि तिमीलाई चाहिँ जाने बेलामा चाहिँ के चाहिन्छ त नि भन्दाखेरि चाहिँ के टिभी किनिदिउँ, त्यो बेला टिभीको डेकको महत्त्व थियो, त्यसमा पनि जापानिज टिभी। त मैले हुन्छ भने होइन, मलाई त यो चाहिँ जुन नेपालमा अहिले तराईमा त राम्रो छ, माछाको चाहिँ अत्यन्त पोटेन्सियल ठाउँ हो। पहाडतिर उपयुक्त माछा थिएन पालन गर्नको लागि। हालाकि हामीसँग पनि असला माछा, सहर माछा छन् हावापानीको हिसाबले, तैपनि विकसित प्रविधि भएको माछा चाहिँ थिएन। त्यहीँ देखेँ। अनि हाम्रो नेपाल सरकारले पनि 3-4 पटकसम्म चाहिँ अब प्रयास गरिरहेको थियो रेनबो ट्राउट इन्ट्रोड्युस गर्नको लागि। यहाँको भौगोलिक अनुकूलता ठ्याक्क त्यही जुर्यो मलाई। अनि उहाँलाई मैले चाहिँ निवेदन गरेँ, हजुर यो हुन्छ भने यो ट्राउट माछाको फुलहरू पठाइदिनु भयो भने, चूँकि यहाँको जुन भौगोलिक स्थिति छ नेपालसँग मिल्छ र हाम्रो पनि तराईमा त माछा प्रशस्त चाहिँ पाइन्छ, पहाडतिरका मान्छे चाहिँ कुपोषणका शिकार छन्। अनि यदि हुनसक्छ भने चाहिँ त्यसमा चाहिँ हजुरले चाहिँ ठुलो योगदान दिनु सक्नुहुन्छ भन्ने खालको कुरो गरेर अर्को वर्ष खुसी भयो, उनी खुसी हुनुभयो। अनि जियोस् नेपाल सरकारको चाहिँ मार्फतबाट चाहिँ हामीले अन्डा मगायौँ, पठाइदिनु भयो। गोदावरीमा मैले चाहिँ सबै त्यो चाहिँ अन्डाको चाहिँ बच्चा निकालेँ अनि चाहिँ त्रिशुलीमा पठायौँ र त्यहाँभित्र हामीले चाहिँ करिब 10-15 वर्षसम्म काम गऱ्यौँ। तत्काल बाहिर निकालेनौँ, डर लाग्यो, महँगो छ यो माछा, किन्छ कि किन्दैन भनेर। अहिले पनि महँगै छ, तर चाहिँ बाहिर निकाल्न साथ यसले चाहिँ यस्तो सफलता आर्जन गर्यो। यति चाहिँ यहाँ चाहिँ अब माछा प्रेमी साथीहरूले यस्तो मजाले वेलकम गर्यो कि हाम्रो सायद वास्तवमा चाहिँ राम्रो काम गरेर रहेछ भनेर त अनुभूति भयो। त्यहाँबाट चाहिँ प्रस्फुटन भएको हो सर, मलाई जहाँसम्म लाग्छ। अनि मैले जस्तै गोदावरीको त्यो जुन त्यो माछा फर्म मैले देखाएको छु, गएको छु, लगभग 100-2-4 किलो त्यहाँबाट मैले ल्याएर टेस्ट पनि गरेको छु सर, मैले पनि गरेको छु, एउटा अवसर पनि भयो होइन सर। अनि त्यस पछाडि त्यहाँ त्यो माछा गोदावरीमा यो उपयुक्त हुन्छ भन्ने खालको कन्सेप्ट चाहिँ यहाँकै हो। अहिले चाहिँ ट्राउटको लागि जुन चाहिँ हुन त पहिला नेपाल सरकारले त्रिशुलीलाई चाहिँ ट्राउट हेचरी भनेरै डिक्लेयर गरेको थियो। तर हुन सकेन। गोदावरीमा पनि 2 पटकसम्म चाहिँ पहिल्यै त्यहाँ ट्राई गरिसकेको रहेछ। त मैले पनि त्यही अब अरू ठाउँ पनि फेरि थिएन चाहिँ अलिकति केही न केही पूर्वाधार त हुनु पर्छ नि त। त्यसको लागि चाहिँ त्यसको लागि अहिले गोदावरी नै सबैभन्दा अनुकूल देखियो। र चाहिँ त्यहाँ चाहिँ काम सुरु गर्नको एउटा कारण चाहिँ त्यो हो, पहिलेदेखि चाहिँ स्ट्रक्चर थियो, त्यसमा चाहिँ काम गर्न वातावरण र काम गर्न गोदावरीमै ठिक हुन्छ भन्ने
हिसाब किताब तत्कालिक समयको लागि। अब मैले अलिकति यो माछातिर जान मन लाग्यो, किनभने यहाँ चाहिँ नि त्यो माछा एउटा स्पेसलिस्ट माछा वैज्ञानिक पनि भएको हुनाले जस्तै त्यो यहाँले जुन त्यो रेनबो ट्राउटको यहाँले कुरा गरिराख्नु भएको छ, त्यो अलिकति भन्नाले पौष्टिकता पनि त्यसमा एकदमै बढी हुन्छ र मेमोरी पावर पनि डेभलप गराउँछ र बच्चाहरूले त्यसलाई चाहिँ बढी त्यसलाई चाहिँ नि उपयोग गर्दाखेरिमा राम्रो हुन्छ भन्ने खालको मैले पनि त्यसरी सुनेको छु। विशेष गरेर यो माछाको विकासको लागि यसको टेम्परेचर र यसको चाहिँ नि अल्टिच्युड के रहेछ, यहाँबाट त्यही सम्बन्धी एउटा वैज्ञानिक समेत भएको हुनाले यसको बारेमा पनि यहाँको बुझाइ राखिदिनुहोस्। वास्तवमा अत्यन्त चाहिँ पौष्टिक माछा मध्ये मानिन्छ। हजुर हजुर। केही माछामा चाहिँ केही चिजहरू हुने कहिलेकाहीँ भन्ने छ। यसलाई चाहिँ असाध्यै यसमा जुन ओमेगा 3 भन्ने तत्त्व जो पाइन्छ त्यसले गर्दाखेरि चाहिँ कसैलाई चाहिँ यदि चाहिँ यो रक्तचापको बिमारी छ भने त्यसमा त्यो यसको चाहिँ 4-5 खुराक खाइदियो भने यसले चाहिँ सम्पूर्ण चाहिँ हजुरको जति पनि यो रक्त प्रणाली छ यसलाई नै चाहिँ धोएर चाहिँ यो जुन चाहिँ रेनबो ट्राउटमा यसको ओमेगा 3 जो चाहिँ तत्त्व छ त्यसले त्यो कुराहरूलाई त्यो जुन चाहिँ हजुरको नसा जाम भएको छ रक्तवाहिनीहरू त्यसलाई खोलिदिने काम गर्छ भन्ने चाहिँ छ लिटरेचरमा। त्यसै गरिकन चाहिँ यो बच्चाहरूको कुरा गर्नुभयो, मस्तिष्क सेलहरू जब कोशिकाहरू त अब जन्मन्छ मर्छ केही होइन, त यसले चाहिँ त्यो कोशिकाहरू मस्तिष्कको चाहिँ कोशिकाहरूको पनि निर्माण गर्न मर्मत गर्न चाहिँ सघाउ पुर्याउँछ भन्ने खालका चाहिँ कुराहरू भएको हुनाले अब यसले चाहिँ स्मरण शक्तिको हजुरको बढाउन सक्ने होइन, रक्त हजुरको चाहिँ यो ब्लड प्रेसर छ भने यसलाई कन्ट्रोल गर्न सक्ने, अब चाहिँ कतिपय चाहिँ अब सुगर छ भने पनि खान मिल्दैन भन्ने चाहिँ छ, तर त्यस्तो खालकोलाई सुगर भएकालाई पनि खान मिल्ने यो चाहिँ माछा भनेको चाहिँ त अब चाहे चाहिँ अब हजुर युवा हुनुहोस् चाहे बालक हुनुहोस् चाहे हजुर चाहिँ म जस्तो नो समस्या छैन, यो हजुरले चाहिँ खान सक्नुहुन्छ। त यसको एडभान्टेज त्यो छ र ट्राउटमा चाहिँ विशेष यो ओमेगा 3 भन्ने तत्त्व बढी चाहिँ पाइन्छ। यसको चाहिँ वेस्टेज जुन चाहिँ खेर जाने पाटो हुन्छ अंश हुन्छ त्यो पनि थोरै हुने एकदम कम हुने र चाहिँ चिसो पानीमा हुने माछा हो। विशेष गरी कोही माछा पालन गर्ने इच्छुक छ भने हुनुहुन्छ भने मैले टेम्परेचर अल्टिट्युडको कुरा ल्याएको छु। टेम्परेचर पनि के छ भने यसको चाहिँ जहाँ भए पनि यसलाई चाहिँ अधिकतम 12 महिनामा कुनै पनि बेला 21-20 डिग्री भन्दा माथि नजाने स्थिति भयो भने यो असाध्यै रमाएर हुर्कन्छ बढ्छ, यो चाहिँ बाँच्छ, मजाले सर्भाइभ गर्छ। तर माथि गयो भने यसले सक्दैन, 20 डिग्री भन्दा बढी टेम्परेचर भयो भने रेनबो ट्राउट चाहिँ नि बच्दैन 2 दिन बच्ला, तर चाहिँ उसको लागि सुखद स्थिति रहँदैन। तर हामी कहाँ ल्याएको चाहिँ अलिकति हाई टेम्परेचर टलरेन्ट रेनबो ट्राउट हो भन्ने चाहिँ छ। त यो चाहिँ एउटा पक्ष भयो। अनि जहाँसम्म धरातलको कुरा छ यो चाहिँ अब 600 मिटरदेखि पनि उपयुक्त पाइएको चाहिँ छ 650 भनौँ र त्यसपछि चाहिँ माथि चाहिँ अब अहिलेसम्म गरिआएको किसानहरू करिब 2200 मिटर माथिको हिस्सासम्म पनि छ। त्यहाँसम्म चाहिँ अब 600 मिटरमा चाहिँ जो चाहिँ अब हाम्रो जति पनि अन्य जुन गाउँघर छ यो काठमाडौँ पनि 1200 मिटर हो यसको उचाइ, तर यहाँ पनि कहिलेकाहीँ चाहिँ अनुकूल नहुन सक्छ। तर फेरि 600 मिटर पनि अनुकूल कहाँ हुन्छ त भन्दा कुनै पनि हिमतालबाट बगेर आएको पानी 600 मिटरबाट चाहिँ बगिरहेछ भने त्यो हिमतालको पानी 600 मिटरसम्म पुग्दा पनि 20 डिग्री भन्दा माथि जाँदैन, त्यसकारण त्यहाँ चाहिँ अनुकूल हुन्छ। तर डाँडा काँडा परेको छ, काठमाडौँ जस्तो डाँडा काँडा छ, तर त्यो पानी चाहिँ उद्गम यहीँ लोकल भएको हो, स्थानीय तौरबाटै भएको हो भने उसको पानी 20 भन्दा रहन्न, गर्मी बेलामा त्योभन्दा माथि चढेर जान्छ, त्यसो बेलामा चाहिँ त्यो अनुकूल स्थिति नरहन सक्छ। त त्यसलाई हेक्का राखेर चाहिँ अगाडि बढ्नु गएको खण्डमा एउटा चाहिँ त 20-21 डिग्रीको अधिकतम तापक्रम सहने यसको क्षमतालाई बुझ्न जरुरी छ। त्यो भयो भने चाहिँ सायद एल्टिट्युडको खासै
महत्त्व नहुन सक्छ होला। हजुर। अब हामीले यसको बारेमा पनि अलिक सघन विस्तृत कुराहरू हामी पछि नै गर्छौँ पक्कै पनि। अब मैले अलिकति टक्क छुने कुरा मात्रै अहिले यो सुरुवातको पनि भएको हुनाले अब मैले के सरसँग अर्को एउटा चाहिँ के जिज्ञासा मैले चाहिँ नि बुझ्न चाहेँ भने, आम जनतामा राख्न चाहेँ भने, जस्तै अहिले जुन हाम्रो युवा जमात छ, युवा जमातलाई जुन यो सरले यो बताउँदै गर्दाखेरिमा यसका सम्भावना कसरी देखाउनुहुन्छ र यो प्रति कसरी आकर्षित होस् र आकर्षित गर्न सक्ने उपायहरू यहाँको बुझाइमा के हुन सक्छ, यो पनि यहाँले चाहिँ प्रकाश पारिदिनुहोस् न सर। अब देशमा फर्केका अहिले विशेष गरी सम्भावना र आकर्षण, हजुर, यो कोरोना अवधिमा फर्केका जति पनि साथीहरू हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ यदि इच्छुक हुनुहुन्छ भने कृषि क्षेत्र एउटा आकर्षक एरिया हो। चाहे हजुरले फलफुलमा जानुहोस्, फलफुलको विकास गर्छु भन्नुहोस्, फलफुलै हेर्नुहोस्, स्याउ नै कति अरब कति करोडको किनेर खान्छन्, आफै अब कति पनि आउँछ, प्राय गरी हर थोकै आउँछ। अनि फेरि हाम्रो चाहिँ यो मध्य पहाडी भेग अलिकति यसलाई चाहिँ राम्रोसँग बुझ्ने हो भने ठुलो एरियामा चाहिँ हजुरले चाहिँ यो फलफुलको खेती गरेर हजुरले आफ्नो मात्रै चाहिँ जीवनयापन राम्रो गर्ने होइन कि सम्पूर्ण त्यो भ्यालु चेनमा जति पनि मान्छेहरू हुन्छ त्यसमा चाहिँ आबद्ध भएका बजार भयो, होइन, ट्रान्सपोर्ट भयो, त्यसको चाहिँ अब स्टोरेज भयो आदि सबैले बेनिफिट दिन सक्नुहुन्छ। तर अलिकति त्यसमा चाहिँ हजुरले केही न केही चाहिँ त प्राविधिक क्षमता सिप हासिल गर्नुपर्ने हुन्छ। त्यसको लागि मलाई जहाँसम्म लाग्छ चाहिँ हाम्रा देशभित्रकै चाहिँ त्यस्ता थुप्रा चाहिँ ठाउँमा हजुरले त्यसको सिपबारे चाहिँ तालिम लिन सक्नुहुन्छ मलाई जहाँसम्म लाग्छ। अब चाहिँ भन्नु ठिक हो कि होइन, तर अनुसन्धान परिषदमा पनि यसका केन्द्रहरूले हजुरलाई चाहिँ त्यस्तो खालको चाहिँ कागतीको खेती हेर्नुहोस्, कागती नै कति करोड किनेर खाँदो रहेछन्, यसले बेसारै भनिरहेका छन्, बेसार पनि कति करोडको आयो भनेर हिजो मात्रै प्रकाशित भएको। के सम्भावना छैन, हर थोकको सम्भावना छ। तर दुईटा कुरा अब यसरी त अब कराई आएकै चाहिँ छन्। हाम्रो चिजबिज जो छ बाहिरबाट जुन जब WTO को अन्तर्गत बाहिर भित्रिन्छ त्योभन्दा क्वालिटी हाई हुनु पर्यो। विश्व बजार लिनको लागि, स्थानीय चाहिँ बजार लिनको लागि, क्षेत्रीय बजार लिनको लागि, अनि धेरै मात्रामा उब्जनी गर्नु पर्यो। एउटा रुख भएर मैले आँप बेसरी फलाछन्, को आउँछ र लिन? किन आउँछ? मेरो आँप लिनुभन्दा उसको ढुवानीको खर्च बढी जान्छ। समग्र गाउँ नै पुरै गाविसले एक प्रकारको खेती गरेर बराबर बजारमा आपूर्ति गर्ने व्यवस्था मिलाउने हो भने चाहिने बजारका मान्छे त्यहीँ पुग्छ, गाडी लिएर पुग्छ, भोलि पर्सि मल पनि उसैले ल्याइदिएला, किरा फटेक्रा मार्ने चिज पनि उसैले व्यवस्था गरिदिएला। कुनै कुनै असिना पसिनाले चाहिँ त्यहाँ असिनाकोले मार्छ भने खेती चाहिँ खत्तम पारिदिन्छ भने त्यसबाट बचाउने उपाय पनि उसैले ल्याइदिएला। अहिलेको जमाना अलिकति व्यावसायिक भएर सोच्ने हो। मैले खोर्सानीको बोटमा खोर्सानी फलाउँछु भने मेरो सपना मैले चाहिँ खाने बेलामा कुटुक्क खोर्सानी टोक्छु भनेर होइन। म यो खोर्सानीको व्यावसायिक खेती गर्छु र चाहिँ ठुलो एरियामा आपूर्ति गर्छु ताकि त्योबाट फर्किने पैसोले मेरो छिमेकी मेरो आसपासमा भएको मानिस जस्तै मेरा बच्चा पनि राम्रो स्कुलमा पढाउँछु, उसलाई म राम्रो शिक्षा दिन्छु, मेरो आफ्नो पनि जीवनशैली र जीवनयापनको उचाइलाई बढाउँछु भन्ने सोचले व्यावसायिक सोच हुनै पर्छ। निर्वाहमुखी पद्धतिलाई छोड्नै पर्छ भन्ने सोचले काम गरे भने हाम्रो युवा साथीले भने नि चाहे बाख्रा पालन गर्नुहोस्, भङ्गुर पालन गर्नुहोस्, आँप खेती गर्नुहोस्, अम्बाको खेती गर्नुहोस्, कटहरको खेती गर्नुहोस्, सुन्तलाको खेती गर्नुहोस्, स्याउको खेती गर्नुहोस्, ट्राउट माछा पाल्नुहोस्, काग माछा पाल्नुहोस्, बाख्रा पाल्नुहोस्, भेडा पाल्नुहोस्, गाई पाल्नुहोस्, सबै सम्भावना छ। के सम्भावना छैन? हाम्रोमा सबै सम्भावना छ र पनि अहिले देख्दाखेरिमा त्यति सकारात्मक छैन। तर अघि नै पनि भने जुन चाहिँ बाहिरबाट जुन चाहिँ अब निर्वाध रूपले चाहिँ आपूर्ति भइरहेको छ त्यसको व्यवस्थापन हुनुपर्छ। हाम्रो स्वदेशी चिजले चाहिँ बजार पाउनु पर्यो पहिला,
त्यस्तो व्यवस्था चाहिँ सरकारबाट पनि हुन उत्तिकै जरुरी छ। हजुर त्यो नभइकन हामीले उत्पादन गरेको चिज चाहिँ 20 रुपियाँ किलो पर्ने अनि बाहिरबाट चिज उत्पादन गरेको चाहिँ 10 रुपियाँमा आउने भनेपछि भोलि नै त्यो फेरि बेरोजगार भएर फेरि जहाँबाट आउनु भएको थियो त्यतैतिर फर्कने प्रयास गर्नु थालिहाल्छ। यो श्रम बजार हो, यो श्रमको सिद्धान्त लागू हुन्छ। म 10 घन्टा बसेर 10 घन्टा कठोर परिश्रम गरेर 2 छाक मेरो हात र मुख जोडिन्न भने त्यहाँबाट मलाई विस्थापन नै पर्छ। पक्कै पनि। त यो कृषिलाई यस्तो खालको चाहिँ हजुरले चाहिँ म्यानेजरियल व्यवस्थापन गर्नु पर्यो ताकि हामी त्यो किसानले त्यसको चाहिँ काम गरेको बापत श्रम गरेको बापत उसले चाहिँ परिश्रमको गुलियो फल चाख्नु पाओस्। हजुर त्यो भएन भने फेरि जुन आइरहेका छन् साथीहरू मित्रहरू आएका छन् निराश भएर फर्कन चाहिँ पटक्कै बेर छैन। हजुर त्यो वातावरण बन्न दिनु हुँदैन हाम्रो निष्कर्ष। अब मैले सरसँग एउटा के गरेँ भन्दा अब अर्को छोटो जिज्ञासा, अब हामी अन्तिमतिर जाँदैछौँ अब। र अब जस्तै यहाँको 39 सालबाट प्रवेश र 76 सालबाट भन्नाले अवकाश जुन अनुभव छ त्यहाँभित्र कति अनुभव छ? 36-37 वर्ष अनुभव। कति ठक्कर खानुभएको होला, कति ठाउँमा ठोक्किनु भएको होला, कतिले पछाडिबाट किक दिएका होलान्, अनि धेरै अब्स्ट्याकल पनि आएका होलान्, अनफेयर इन्भाइरोमेन्ट कति महसुस गर्नुभएको होला, होइन सर? विशेष गरेर त्यो अनुभव, त्यो जुन त वातावरण जुन अनुकूल बनाइदिनको लागि जुन एउटा चाहिँ अनुकूल वातावरण जुन अब्स्ट्याकलहरू छन् नि सर, त्यो अब्स्ट्याकलहरूलाई हटाउने अथवा के अब्स्ट्याकल आएर त्यो अब्स्ट्याकलहरू कसरी हटाउनु पर्छ जस्तो लाग्छ यहाँलाई? धन्यवाद। म चाहिँ व्यक्तिगतमा जान्न यसमा। हजुर अब अलिक सिस्टमको कुरा गरौँ। ठिक छ। यो चाहिँ जुन जहाँ पनि जति पनि यो चाहिँ सरकारी सेवाहरू पब्लिक सेवाहरू हो यी यस्तै हुन्। यस्ता खालका 2-4 वटा कुराहरू आउँछन् नै। यसलाई जति पनि साथीहरू छन् उहाँले यो मनन गरेर अगाडि बढ्नुपर्छ। यो आउँछन्। त्यस कारणले ऊ चाहिँ चूँकि उसको रफ्तार त्यही हो, त्यही अनुसार हिँड्छ, उसको नियति त्यही हो। तर अरू स्टेक होल्डरहरू जन्माउनु पर्छ, किनभने उसले त राष्ट्रिय हितमा काम गर्ने हो नि, जे जति ठक्कर खाए पनि। त अरू साथीहरूलाई योले एउटा नियम कानुन बनाइदिन्छ। अनि त्यो नियम कानुनमा सरकारले धान उत्पादन गरेर जनतालाई खुवाउने होइन। सरकारले त यस्तो खालको चाहिँ व्यवस्थापन गरिदिने हो, यस्तो खालको सेटअप मिलाइदिने हो, वातावरण मिलाइदिने हो, नियम कानुन यस्तो बनाउने हो कि मेरा चाहिँ त्यहाँ 1 लाख किसानहरू चाहिँ धानको खेतीमा तल्लिन्छ भने उनीहरू धान खेती गरेर मुस्कुराउँ, खुशहाल हौँ। मैले के कार्य गरिदिएँ भनेदेखि त्यो किसानको अनुहारमा मुस्कान आउँछ। उसको आम्दानी कसरी चाहिँ डबल हुन्छ, ऊ कसरी चाहिँ यो अहिलेसम्म बढ्दो महँगाइमा पनि ऊ आफै त्यहाँ चाहिँ अडिनु सक्छ, सस्टेन गर्छ भन्ने कुरा न हो। अहिले जुन चाहिँ मान्छे जुन श्रम बजारमा कृषिमा काम गर्ने युवा साथीहरू छैनन् भन्ने भनिआएका चाहिँ छौँ। अब उहाँ किन त्यसरी चाहिँ एउटा कृषि क्षेत्रलाई छोडेर अरू क्षेत्रमा किन चाहिँ फाल हानेर जान्छन् त भन्ने त यही हो। यो कृषि बजारको जुन कृषि श्रमको बजार छ त्यो चाहिँ उहाँले एउटा किसानले म 8 घन्टा परिश्रम गरेर यहाँ चाहिँ हातमुख जोड्नु सक्दैन भने म यहाँ किन बसौँ, म पनि पलायन भएर अरू काम गर्छु जो चाहिँ सजिलो छ भनेर कृषि छोड्ने हो। त कृषि क्षेत्रलाई आकर्षक तुल्याइराख्नुपर्ने आजको चुनौती हो। कसरी गर्ने हो यो चाहिँ हामी सबैले सोच्नुपर्ने दायित्व हो। पक्कै पनि त्यसको बारेमा पनि हामी पक्कै सघन छलफल गर्ने नै छौँ, किनभने यहाँलाई हामीले के चाहिने छोड्दिनौँ भन्दाखेरिमा यहाँका अनुभव छन्, यहाँको त्यहाँ लगानी छ, लगनशीलता छ र यहाँले त्यो क्षेत्रले यहाँलाई एक खालको चाहिने विश्वास गर्न योग्य
एउटा व्यक्तित्व बनाइदिएको छ। धन्यवाद हजुर। त्यसो भएको हुनाले यो मिथिला नेपाल टेलिभिजनको यो कृषि कार्यक्रमको यहाँ चाहिँ कृषि बहसको यहाँ सम्पत्ति हो, यो हामीले ठानेका छौँ। हस् ल अब मैले यहाँसँग लगभग अब हामी जाँदै गर्दैछौँ। अच्छा यहाँ एउटा चाहिँ नि कृषि वैज्ञानिक, त्यसमा पनि स्पेसल रूपमा यहाँ चाहिँ नि माछाको क्षेत्रको व्यक्तित्व हुनुहुन्छ र अहिले यो कृषि कार्यक्रम लगभग कृषि बहस, कृषि कार्यक्रम ट्याक्क टुक्क यताउता धेरै गरेका देखिएका छन् हामीले यसो भन्ने, तर भन्ने मात्रै गर्ने कुराहरू त रिजल्टले देखाउने कुरा हुन्। लगभग रिजल्ट कस्ता आएका छन् सबैले हामीले देखेका छौँ र मिथिला नेपाल टेलिभिजनले एउटा यो कृषि बहस कार्यक्रम, त्यसमा पनि उद्घाटन एउटा चाहिँ कृषि वैज्ञानिक टेकबहादुर गुरुङबाट गराएको छ। अब यहाँले यसरी आएर यो कार्यक्रम उद्घाटन गर्दै गर्दाखेरिमा हामीलाई टेकबहादुर सरले अब यो कार्यक्रमलाई चाहिँ नि के सुझाव दिँदै जानुहुन्छ यो पटकलाई, जसको कारणले हाम्रो दियोमा तेल थपिराखोस्, यो मैले आग्रह गरेँ। हस् हिरा सर, धन्यवाद। मलाई चाहिँ यो आज यो कृषि बहस कार्यक्रमको शुभारम्भ गर्ने मौका दिनुभयो, त्यसको लागि चाहिँ सम्पूर्ण यो मिथिला नेपाल टेलिभिजनका जति पनि परिवारका सदस्यहरू हुनुहुन्छ सम्पूर्णलाई मेरो चाहिँ हार्दिक बधाई, शुभकामना। यो चिरस्थायी रहन्, धेरै चाहिँ अब कालजयी होस् यो कार्यक्रम, यो टिभी भन्ने चाहिँ शुभकामना दिन चाहन्छु। र आगामी दिनमा फेरि जोडिने माध्यमहरू त थुप्रै होलान्। कृषि भनेको चाहिँ यस्तो खालको एरिया हो जो चाहिँ अब यसको बिना अरू जीवनको अरू पहलु सम्भावनै छैन, कुनै सम्भावना छैन। पहिला त पेट भर्नु पर्यो, त्यसपछि मात्र अरू चिज बल्ल चाहिँ नखाई मानिस बाँच्दैन, त्यसपछि हामी बल्ल चाहिँ मेडिकल डाक्टर, इन्जिनियर, पाइलट के हुने हो, त्यस उपरान्त हुने हो बाँचेपछि। त यसमा चाहिँ विशेष चाहिँ ख्याल दिनु उत्तिकै जरुरी छ। सम्पूर्ण जति पनि हजुरलाई चाहिँ सुनिराख्नु भएको, हाम्रो यो कार्यक्रम हेरिराख्नु भएको चाहिँ सम्पूर्ण साथीहरूलाई चाहिँ भन्न चाहन्छु कि यहाँहरूको पनि बल चाहिन्छ। चाहिँ अब हामीले प्रयास गर्दा गर्दा पनि मैले आफ्नो चाहिँ कुण्ठाहरू अघि नै पनि व्यक्त गरेँ। त कुनै पनि देशमा फेरि अपेक्षा पनि फेरि यही क्षेत्रसँग छ, चाहिँ सबैले यो चाहन्छ कि कसै न कसै कुनै पनि तरिकाले कृषि क्षेत्रको रूपान्तरण होस् भन्ने आकाङ्क्षा, जनआकाङ्क्षा जताबाट पनि सुनिन्छ। प्रभु हो, रूपान्तरण गर्ने त हो, त यो राष्ट्रिय जुन हजुरको कुल बजेट छ यसको 2%, 3% दिएर हजुरको कल्याण हुन्छ। यसले कर्मचारी पाल्ने, तलब खाएर 10 देखि 5 गर्ने मात्र पैसा पुग्छ। यसले 9 लाख कामहरू गरेर देखाउने भन्ने बात पनि भनेर त बजेट त्यसैको लागि छुट्याएकै होला, कल्पनै त्यति होला। त आशातीत सफलता प्राप्त गर्नको लागि हजुर पनि अब म पनि त्यतिकै चाहिँ सपना मात्रै देखेर कहाँ हुन्छ र कि म एमएससीमा सर्वोपरि अङ्क लिएर पास हुँ भन्ने। यदि मैले आँटेको हो भने त्यही अनुसार मेहनत पनि त गर्नु पर्यो नि सर। पक्कै पनि होइन, त्यसमा नेपाली विद्यार्थीहरू है कम छैन है, उनीहरू जिम्मेदार छन्। आगामी दिनमा त्यो पनि देखिएला। त मैले भन्नु खोजेको चाहिँ के हो त भन्दा सर, प्रतिभाहरू थुप्रो छन्। हाम्रा किसान दाजुभाइ अत्यन्त परिश्रमी मेहनती हुन्, पक्कै पनि तर उहाँहरूको मेहनतले सार्थकता पाइरहेको चाहिँ छैन। पक्कै पनि हो। अब हामीलाई पनि यो कार्यक्रमको के अरे त्यो दियोमा तेल थपिराखोस् भन्ने खालको। हजुर, त्यसमा चाहिँ अब वास्तवमा यो मिथिला नेपाल टेलिभिजनको मार्फत हाम्रो किसानहरूको जीवन, यो कृषि बहसले पनि यदि चाहिँ कुनै गाउँमा कुनै एउटा परिवारमा थप एउटा कचौरा भात बढी पाक्यो भने खुसी हुनेछु। यो भनाइहरूले एउटा चाहिँ त्यहाँ बालकको, किसान दाजुभाइको बच्चाहरूको एउटा स्कुलको युनिफर्म सिलाउने पैसो हल्का बढी गयो भने खुसी मान्नेछु। मेरो धेरै ठुलो सपना चाहिँ छैन, यी सानातिना कुराहरू हुन्। मिथिला टिभीले पनि त्यसैमा चाहिँ जोड्न चाहन्छु। म त आज चाहिँ यो मौका दिनुभयो, यसको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। मेरा अन्य साथीहरू पनि छन् मेरा क्षेत्रका, पुरै कृषि क्षेत्रका चाहिँ छ, उहाँलाई पनि बोलाउनुहोस्, निमन्त्रणा दिनुहोस्। निश्चित रूपमा उहाँहरूको पनि आफ्नो चाहिँ थप ऊर्जा पाउने छ। यसरी चाहिँ यो समाजमै रहेको ऊर्जालाई तपाईँले चाहिँ राम्रोसँग चाहिँ यसलाई व्यवस्थापन गर्दै यसलाई चाहिँ अगाडि बढाउँदै लिएर गएको खण्डमा
निश्चित रूपले चाहिँ मिथिला नेपाल टेलिभिजन अत्यन्त दीर्घायु हुनेछ, लामो अवधिसम्म यसले चाहिँ एउटा सार्थकता प्राप्त गर्नेछ। अघि नै पनि जो भने मैले सानो एउटा कचौरा एक्स्ट्रा एक कचौरा एक डोको बढी धान फले पनि यो चाहिँ मिथिला टेलिभिजनको योगदान हो भनेर चाहिँ मनन गर्नुपर्ने हुन्छ। त्यस्तो अवसरहरू थुप्रै आउँछ अनि त्यो डोकोहरू जति धेरै भरिदिनु तपाईँको सामर्थ्य भयो, तपाईँले चाहिँ आफ्नो टिभीको सार्थकता पनि यो टेलिभिजनको सार्थकता पनि उत्तिकै कायम राख्नु हुनेछ भन्ने जस्तो मलाई लाग्छ। मेरो पुरा शुभकामना यहाँहरूसँग छ। धन्यवाद सर। जस्तै मैले पनि सरलाई के भनेदेखि यो हाम्रो सुरुवात हो। हजुर, अब आजको मितिबाट जुन वैज्ञानिक कृषि वैज्ञानिक टेकबहादुर गुरुङ सर मिथिला नेपाल टेलिभिजनको एउटा सदस्य बनिदिनु भएको छ। यहाँको सुझावको हामी सदैव अपेक्षा गर्छौँ र यहाँले एउटा मार्मिक बनाइ पनि राख्नु भएको छ। जस्तै एउटा किसानको कचौरामा भरि भात देख्न पाऊ, थप कचौरा त भर्या छ, अझै थप कचौरा भरिएको देख्न पाऊ र ढोकाहरू भरिएको देख्न पाऊ, भोकाहरूको पेट भरिएको देख्न पाऊ। यो तपाईँको कार्यक्रम त्यसरी भित्र जाओस् भन्ने खालको जुन शुभकामना दिनुभयो, यहाँको शुभकामनालाई हामी हृदयदेखिबाट मनन गर्दै यो शुभकामनालाई परिपालनको लागि हामी सदैव प्रयत्नशील रहनेछौँ। र आइदिनु भयो एउटा कृषि वैज्ञानिक जुन हाम्रो निमन्त्रणलाई यहाँले चाहिँ नि शिरोधार्य गरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। र हामीले यहाँलाई सदा सम्झनेछौँ र हामी यो आग्रह गर्छ, मिथिला नेपाल टेलिभिजनले यो आग्रह गर्छ कि यहाँले हामीलाई नबिर्सिदिनु कहिले पनि बिर्सिनु पक्कै पनि। आदरणीय दर्शक महानुभावहरू, आज कृषि वैज्ञानिक टेकबहादुर गुरुङ जुन उहाँले लगभग 39 सालमा कृषि क्षेत्रमा प्रवेश गर्दै कृषि अनुसन्धान परिषदको एउटा चाहिँ नि एउटा जुन उच्च पदमा लगभग 36-37 वर्षको अनुभव गरेर त्यहाँबाट उच्च पदबाट उहाँ निस्कनु भएको छ। हामीले कल्पना गरेका छौँ उहाँसँग अथाह त्यो क्षेत्रको अनुभव छ र त्यो अनुभवलाई मिथिला नेपाल टेलिभिजन मार्फत हामी यहाँहरू माझ ल्याउनेछौँ। र यो पटक होइन, पटक पक्कै पनि यहाँहरूले सुनिदिनु होला र यो कृषि बहस कार्यक्रम यहाँहरूलाई कस्तो लागेको छ र हामीले भन्ने गरेका छौँ मिथिला नेपाल टेलिभिजन सबैको लागि, सधैँको लागि, मेचीको लागि, कालीको लागि, त्यस्तै गरेर हिमालको लागि, तराईको लागि, मिथिला र नेपाललाई जोड्नको लागि मिथिला नेपाल टेलिभिजन हेर्दै गर्नुहोला। र यस्ता व्यक्तित्व जुन एउटा अथाह आयाम भएको व्यक्तित्व यहाँहरू माझ हामीले ल्याएका छौँ, उहाँका भावना हामीले यहाँहरू माझ ल्याएका छौँ। तर यहाँहरूले के गर्दिन हामी आग्रह गर्छौँ भनेदेखि हाम्रो एमटिभी नेपाल 4K हाम्रो युट्युब हो, कम्तीमा पनि कृषि वैज्ञानिक टेकबहादुर गुरुङका भावनाहरू समाजमा पुर्याइदिनको लागि र तपाईँहरूको साथी सर्कलमा पुर्याइदिनको लागि हाम्रो युट्युबलाई सब्सक्राइब गरिदिनुपर्छ। र त्यसलाई सब्सक्राइब गरिदिनको लागि कति पनि गाह्रो नमानिदिनु होला। र भन्ने गरिन्छ यहाँ अहिले युट्युबहरू सब्सक्राइबबाट पैसा आउँछ, त्यसो भएको हुनाले चाहिँदा नचाहिँदा कुराहरू चाहिँ राखेर सब्सक्राइब गराउन खोज्नुहुन्छ, हामीलाई त्यस्तो नस्थान दिनु होला। हामी चाहिँ परिवर्तन गर्न खोजिराखेका छौँ र एउटा सम्बन्धित क्षेत्रको विशेषज्ञ मात्रै होइन, वैज्ञानिक नै हामीले चाहिँ वैज्ञानिकै हामीले धारणा यहाँहरू माझ ल्याएका छौँ। कम्तीमा पनि यो धारणा समाजमा जानुपर्छ, जसको धारणाले समाजका जुन युवाहरू हुनुहुन्छ उहाँहरूलाई बुस्टअप गरिदियोस्। त्यसको लागि यहाँहरूले कति पनि अप्ठ्यारो नमानेर, कति पनि झन्झट नमानेर, अल्छी नगरिकन यति काम गरिदिनको लागि आग्रह गर्दै म अहिले यहाँहरूबाट बिदा हुन्छु र फेरि यस्तै कार्यक्रममा यहाँहरूसँग भेट हुनेछु। र यहाँहरूलाई मेरो शुभकामना छ र प्रस्तुता हिराबहादुर थापाको शुभकामना छ र मैले हाम्रो कृषि वैज्ञानिक टेकबहादुर जुन गुरुङज्यूबाट को मार्फतबाट पनि मैले यहाँलाई शुभकामना दिएँ। यसरी फेरि हेर्नुहोस् र मिथिला नेपाल टेलिभिजनमा यो सहयोग गर्ने, यो कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्ण जनसमुदायलाई पनि मैले चाहिँ नि यहाँहरू मार्फत यहाँलाई हार्दिक धन्यवाद दिँदै उहाँहरूको पनि धन्यवाद टक्राउँदै अहिलेलाई म बिदा हुन्छु। सबै खुसी रहनुहोस्, सुखी रहनुहोस्, शान्त रहनुहोस् र स्वस्थ रहनुहोस्। यो मिथिला नेपाल टेलिभिजनको
आग्रह र अनुरोध हो यहाँहरूलाई। हस्त बिदा भए, यस्तै कार्यक्रममा भेटौँला।